टिभी सो मुन्द्रेको कमेडी क्लबबाट दिपाश्री निरौला बाहिरिएसँगै छक्का पञ्जा सिरिजबाट जितु नेपाल बाहिरिने गाईगुई चल्यो। यसै साता हलमा रिलिज भएको छक्का पञ्जा 4 टिजरमा समेत जितु नदेखिएपछि उक्त आशंकामा बल मिलेको छ। व्यक्तिगत रूपमा सम्बन्ध नबिग्रिएको बताउने गरे पनि व्यावसायिक रूपमा भने दीपक राजगिरीको टिम र जितु नेपाल बीच व्यावसायिक सम्बन्ध अहिले छैन। जितु छक्का पञ्जा टिमबाट बाहिरिएपछि निर्मल शर्माको रि-इन्ट्री भएको अनुमान गरिएको छ। टिजरमा जितु नदेखिएपछि दर्शकले समेत उनी सिरिजमा नआउने हुन् कि भनेर अड्कलबाजी गरिरहेका छन्। यो अनुमान किन पनि सही छ भने स्वयं स्क्रिप्ट लेखक, निर्माता एवं अभिनेता गिरीले समेत छक्का पञ्जा 4 मा जितुको संलग्नता हुने कुरा निश्चित नभएको बताए। अहिलेलाई उहाँको निरन्तरता बारे निश्चित छैन। उहाँ हुन पनि सक्नुहुन्छ र नहुन पनि। पुरानै कथाले निरन्तरता पायो भने उहाँ हुनुहुनेछ र नयाँ कथामा आए उहाँको भूमिका हुँदैन। हामी स्क्रिप्टमा बसिरहेका छौं, दीपकले भने। जितुले भने, मैले छक्का पञ्जा 4 को टिजर देखाइएको बारेमा सुने मात्र, हेर्न पाएको छैन। फिल्म आगामी दशैंतिर सार्वजनिक हुने भनिएको छ। अहिलेदेखि मनमुटाव बढेको भनेर हल्ला गरिनु ठिक होइन। उनले अहिले फिल्म बनि नसकेकाले आफ्नो भूमिका हुने कि नहुने भन्ने बारे केही निर्णय भइ नसकेको बताए। टिजर प्रति जितुले चित्त दुखाएको भनेर समाचार समेत आएका छन्। यसबारे उनले भने, म ठिक्कको कलाकार थिएँ। मलाई यहाँहरूले ठूलो अवसर दिनुभयो, नायकै बनाइदिनु भयो, जसबाट मैले अवार्डहरू पनि पाएँ। कसैले दिउन्जेल खुसी र नदिँदैमा दुखी हुनु हुँदैन। छक्का पञ्जा 4 मा मेरो कुनै भूमिका भए पनि नभए पनि चित्त दुखाउने र सानो मन गर्नुपर्ने केही छैन। दिपाश्रीले कमेडी क्लब छाड्ने सन्दर्भमा केही हतारो भएको स्वीकार्दै उनले भने, मैले गरेको प्रोजेक्टमा दिपाजी नअटाए जस्तै म पनि उहाँहरूले गर्ने प्रोजेक्टमा अटाइन भने त्यो स्वाभाविक हो। उनले अगाडि भने, अघि भर्खर पनि दीपकजीसँग कुरा भएको थियो। हामी कतिपय ठाउँमा सँगै पनि हुन्छौं, तर व्यावसायिक रूपमा कार्यकारी निर्माता रहने पहिला जस्तो अवस्था नभएकै हो। तर त्यो नहुँदैमा मैले चित्त दुखाउने कुरा हुँदैन। अभिनेता एवं निर्माताको रूपमा पुनः छक्का पञ्जा सिरिज जोइन गरेका शर्माले पनि जितुको बारेमा आफूलाई थाहा नभएको बताए।